बल क्रस हुन सकेन जसको फाइदा कोलडाँडालाई कोलडाँडा 2 छ भने आयोजक 0 आइज एकले के बस्छ अब लामले चाहिँ त्यही भनेर मैले भनेको थिएँ ओ भनेको पनि आउनु बल क्रस हुन सकेन जसको फाइदा आयोजकलाई आयोजक 1 छ भने कोलडाँडा 2 1-2 रमाइलो लागि आउँछ नि किन त अघि नै ड्राइभरले चाहिँ आउँदैनन् गरे भने भक्ति साहब उसो भक्ति साहबले यसो नि त्यहाँबाट सायद 2 टिम हुन्छ होला के है भक्ति साहबबाट फेरि यहाँ त एउटा मात्रै बनाइयो के ढाई सय किन छैनस् ड्राइभरलाई सोद्धाखेरि एउटा मात्रै भन्यो एउटा मात्रै भने ठिक छ त्यसो कसलाई सुन्ने दे जागरुकता मैं भक्ति साहब चाहिँ पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 3 छ भने आयोजक 1 3-1 रो बस रो भन्दै उडी क्लोज इले दस वर्ष व्यस्त ले इस्यु किसले नि चर्चा राम्रो राम्रो प्लेसिङ सँगै पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 4 छ भने आयोजक 1 भक्तेर चर्चा दिया पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 5 छ भने आयोजक 1 5-1 फेरि पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 6 छ भने आयोजक 1 6-1 राम्रो स्पाइक सँगै पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 7 छ भने आयोजक 1 7-1 यो टिप्सँग खेलाइन्छ कि बिसँग यसलाई यतिकै राखिदिनु होइन पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 8 छ भने आयोजक 1 8-1 लामो अन्तरालमा अङ्क थप्दै आयोजक 2 छ भने कोलडाँडा 8 2-8 राम्रो ब्लकिङ थियो बल राइटको सङ्केत जसको फाइदा कोलडाँडालाई कोलडाँडा 9 छ भने आयोजक 2 9-2 केही रिसिभमा समस्या देखिएको छ आयोजक मित्रहरूको ब्लक आउटसँगै पुनः अङ्क थप्दै कोलडाँडा कोलडाँडा 10 छ भने आयोजक 2 10-2 स्पाइक भइदियो जसको फाइदा कोलडाँडालाई कोलडाँडा 11 छ भने आयोजक 2 11-2 अब हाम्रो भेनार आउनु भएको रहेछ उहाँहरूले रेफ्री भन्नुभयो आउनु राम्रो स्पाइकसँग अङ्क थप्दै कोलडाँडा कोलडाँडा 12 छ भने आयोजक 2 12-2 पुनः रिसिभिङमा केही समस्या र अङ्क थप्दै कोलडाँडा कोलडाँडा 13 छ भने आयोजक 2 13-2 स्पाइक बाहिरियो जसको फाइदा कोलडाँडालाई कोलडाँडा 14 छ भने आयोजक 2 14-2
फेरि पुनः अङ्क थप्दै कोलडा 15 छ भने आयोजक 2। फेरि अङ्क थप्दै कोलडा 16 छ भने आयोजक 2। आउनु भयो हेरिदियो तर हेर्नु पाइएन सर्भिस बाहिरियो जसको फाइदा आयोजकलाई। आयोजक 3 छ भने कोलडा 16। तपाईँहरू सिकारकोटसँगै आयो भने तिन अहिले आयो भने आज हुन्छ पुनः अङ्क थप्दै कोलडा 17 छ भने आयोजक 3 17-3। त्यही हो फेरि पुनः अङ्क थप्दै कोलडा 18 छ भने आयोजक 3। फेरि बल बाहिरियो जसको फाइदा कोलडालाई। कोलडा 19 छ भने आयोजक 3। फेरि पुनः अङ्क थप्दै कोलडा 20 छ भने आयोजक 3 20-3। लामो अन्तरालमा अङ्क थप्दै आयोजक 4 छ भने कोलडा 20। सर्भिस जालीमा जसको फाइदा कोलडालाई। कोलडा 21 छ भने आयोजक 4। अङ्क आयोजकतर्फ आयोजक 5 छ भने कोलडा 21। फेरि पुनः अङ्क थप्दै कोलडा 22 छ भने आयोजक 5। बल राइटको सङ्केत बल फलको सङ्केत जसको फाइदा आयोजकलाई। आयोजक 6 छ भने कोलडा 22। अङ्क कोलडा तर्फ कोलडा 23 छ भने आयोजक 6। प्रिन्सिपललाई सोधेर कन्फर्म गर्ने बल बाहिरियो जसको फाइदा कोलडालाई। कोलडा सेट पोइन्टमा छ भने आयोजक 6। अङ्क थप्दै कोलडा 25 छ भने आयोजक 6 र यो पहिलो सेट कोलडाले हात पारिसकेको छ। किस्मत पानी लिन आऊ यहाँ पानी लिन आऊ खोइ अघि पानी कहाँ राख्यौ यस्तो गरिदिनु क्या फेरि मिलेन अहिले मिल्थ्यो कि केटाहरू फेरि नभनेर हो कि अति खेल्यो भने अहिले ठ्याक्कै यहाँ आइदिएको सट्टामा ठ्याक्कै हामीलाई यतातिर घुसायो काशी राणाबाट ब्लक। टचको सङ्केत जसको फाइदा कोलडालाई। कोलडा 1 छ भने आयोजक 0।
अङ्क कोलडातर्फ कोलडा 2 छ भने आयोजक 0 2-0 यसपछिको खेल हाम्रो खरे भर्सेस बिस्कुट डाँडा हुँदैछ आयोजक 1 छ भने कोलडा 2 बिस्कुट डाँडा भर्सेस खरे हुँदैछ तयारी अवस्थामा बसिदिनु होला कोलडा 3 छ भने आयोजक 1 ब्लक आउटको सङ्केत जसको फाइदा आयोजकलाई आयोजक 2 छ भने कोलडा 3 2-3 स्पाइक जालीमा जसको फाइदा आयोजकलाई आयोजक 3 छ भने कोलडा 3 बराबर राम्रो स्पाइक सँगै अङ्क थप्दै कोलडा 4 छ भने आयोजक 3 अङ्क आयोजकतर्फ आयोजक 4 छ भने कोलडा 4 बराबर अङ्क कोलडातर्फ कोलडा 5 छ भने आयोजक 5-4 अङ्क थप्दै आयोजक 5 छ भने कोलडा 5 बराबर अङ्क थप्दै कोलडा 6 छ भने आयोजक 5 अङ्क कोलडातर्फ कोलडा 7 छ भने आयोजक 7-5 यस्तो गर्नु के यो यहाँ राखेर यहाँ एउटा अङ्क थप्दै आयोजक 6 छ भने कोलडा 7 त्यही गरिदियो भने अब पटाउनु हुन्छ आयो र यहाँ 3टा बनाइदिनु न यो र योसँग त्यो आगो खेलाइदिनु अनि फेरि यो जो जित्छ यो यहाँसँग खेलाइदिनु आयोजक बी र उस खेलाइदिनु भने अब बनिसक्यो त अब आएपछि नखेल भन्नु अब त्यही भिडाइदिनु जसले जित्छ आउँदैन होला तपाईहरु गेम भोलि बलजालीमा जसको फाइदा आयोजकलाई आयोजक 7 छ भने कोलडा 8 7-8
अङ्क थप्दै कुलडा 9 छ भने आयोजक 7 स्पाइक जालीमा जसको फाइदा आयोजकलाई आयोजक 8 छ भने कुलडा 9 8 9 अगाडि पनि छ स्पाइक बाहिरियो जसको फाइदा आयोजकलाई आयोजक 9 छ भने कुलडा 9 बराबर अङ्क थप्दै कुलडा 10 छ भने आयोजक 9 आज हुन्छ अङ्क थप्दै आयोजक 10 छ भने कुलडा 10 यसपछिको खेल हाम्रो बिस्कुन्डाडा भर्सेस खरे खेलाडी साथीहरू तयारी अवस्थामा बसिदिनु होला राम्रो प्लेसिङसँगै अङ्क थप्दै कुलडा 11 छ भने आयोजक 10 11-10 अङ्क कुलडातर्फ कुलडा 12 छ भने आयोजक 10 12-10 बल फलको सङ्केत जसको फाइदा आयोजकलाई आयोजक 11 छ भने कुलडा 12 11-12 पुष्पल चिरी यहाँ स्टेजमा आइदिनु होला पुष्पल चिरी स्पाइक जालीमा जसको फाइदा कुलडालाई कुलडा 13 छ भने आयोजक 11 पुष्पल चिरी जाँदै हुनुहुन्छ अङ्क कुलडातर्फ कुलडा 14 छ भने आयोजक 11 ए असिम ओए नयाँ गेसाको त होस् गेसाको त्यसलाई तल झर होस् के मागा जाल पनि न गेसाको त गेसाको के होला गेसाको त होस् मार्ने अङ्क कुलडातर्फ कुलडा 15 छ भने आयोजक 11 कन्सेम कहाँबाट राम्रो स्पाइक थियो र अङ्क थप्दै आयोजक 12 छ भने कुलडा 15 सर्भिस बाहिरियो जसको फाइदा कुलडालाई कुलडा 16 छ भने आयोजक 12 पुनः अङ्क थप्दै कुलडा 17 छ भने आयोजक 12 फेरि पुनः अङ्क थप्दै कुलडा 18 छ भने आयोजक 12
पुनः अङ्क थप्दै कुलडा 19 छ भने आयोजक 12। अङ्क आयोजकतर्फ आयोजक 13 छ भने कुलडा 19 13-19। राम्रो स्पाइक सँगै अङ्क थप्दै कुलडा 20 छ भने आयोजक 13। यसपछिको खेल खरे भर्सेस बिस्कुन डाँडा। अङ्क आयोजकतर्फ आयोजक 14 छ भने कुलडा 20। अङ्क आयोजकतर्फ आयोजक 15 छ भने कुलडा 20 15-20। लगआउट सँगै अङ्क थप्दै आयोजक 16 छ भने कुलडा 20 16-20। अङ्क कुलडातर्फ कुलडा 21 छ भने आयोजक 16। बल क्रस हुन सकेन जसको फाइदा कुलडालाई कुलडा 22 छ भने आयोजक 16। बल राइटको सङ्केत जसको फाइदा आयोजकलाई आयोजक 17 छ भने कुलडा 22 17-22। कुलडा अङ्क थप्दै कुलडा 23 छ भने आयोजक 17 23-17। फलको सङ्केत जसको फाइदा कुलडालाई कुलडा म्याच पोइन्टमा छ भने आयोजक 17। अङ्क थप्दै आयोजक 18 छ भने कुलडा 24। बल आउटको सङ्केत अङ्क थप्दै कुलडा 25 छ भने आयोजक 18। यो दोस्रो सेट पनि कुलडाले हात पारिसकेको छ। ओइ हेन्चेक गर्न जाऊ त्यहाँ। पुष्पल सिटी जाँदै हुनुहुन्छ कृपया स्टेजमा आइदिनु होला।